अत्यन्तै दुःखद खबर आज 7 गते वैशाखको 7 गते दिउँसोबाट नौलपुर निवासी अञ्जली पौडेल नानी सम्पर्कविहीन हुनुभएको छ। 14 वर्षीय अञ्जली एकाएक दिउँसो सैचोकबाट सम्पर्कविहीन हुनुभएको हो। परिवार आत्तिएको छ, खोजीका लागि धेरै प्रयास भएको छ, तर कहीँ कतैबाट उनको केही खबर आउन सकेको छैन। हजुरआमासँग दिदीको घर उजिरी नगरबाट फर्किने क्रममा सैचोकबाट यिनी सम्पर्कविहीन भइरहेका छन्। यिनलाई खोज्न सबैले प्रयत्न गरिदिनुहोस्, साथ दिनुहोस्। आज यसरी किन बच्चा बच्ची हराइरहेका छन्? यो उमेरका बच्चा बच्ची हराउने संख्या दिनदिनै बढिरहेको छ। यो समाजका लागि डरलाग्दो एउटा घटनाका रूपमा यो विकसित हुँदैछ। यसले धेरै पीडा दिन सक्छ। त्यसकारण यस्ता बच्चा बच्चीहरू सम्पर्कविहीन भइसकेपछि खोज्न प्रयत्न गरौँ। म आग्रह गर्न चाहन्छु गाउँको गण्डकी यी नानीको खोजीका लागि हामी सबैले प्रयत्न गर्दैछौँ। मैले तस्बिर यहाँ सार्वजनिक गरेको छु। हजुरहरूले कहीँ कतै कुनै अवस्थामा भेट्नु भएमा छिटो खबर गरिदिनु होला, सबैसम्म प्रवाह गरिदिनु होला। तपाईँहरू सबैले आफ्नो सामाजिक सञ्जालमा यसलाई सेयर गरिदिनुहोस् ताकि तपाईँहरूका कारणले छिटोभन्दा छिटो फेला पर्न सक्छन् यी नानी। त्यसकारण हामीले प्रयत्न गरौँ। हजुरहरू समाजका लागि धेरै साथ दिनुभएको छ, दुःखमा साथ दिनुभएको छ, हामीले गर्ने हरेक कर्ममा साथ दिनुभएको छ।